Hi guys, welcome and welcome back to my YouTube channel. It's me Sapna Magar. I hope तपाईहरु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। हुन त आज भोलि चाहिँ अलिकति भाइरल ज्वरो आएको छ नि त गाइस, त्यही भएर त्यो ज्वरोले अलिकति मलाई पनि अस्ति भोलिदेखि आएको थियो कि छोइरहेको थियो। तर म दुई दिन चाहिँ सुतेर उठेको हो। अहिले चाहिँ म तल पुपुको घरदेखि आजकल म गाउँ आएको छु नि त गाइस, त्यही भएर तल पुपुको घरदेखि ठ्याक्कै तल हल्का 5 मिनटको बाटोमा बोर्डिङ स्कुल छ। त्यही बोर्डिङ स्कुलको मुनि आएर बसिरहेको छु। रुममा दिदीको पसल हेरिरहेको थिएँ। फेरि त्यहाँदेखि एकछिन तल घुम्न जान्छु नि त भनेर आएको छु गाइस। यसो नेचरलाई इन्जोय गर्नु पर्यो भनेर यसो फ्रेस हावा खानु पर्यो भनेर निस्केको थिएँ। अलिअलि पानी पनि पर्न आँटिरहेको छ गाइस। यहाँनिर चाहिँ दसैँको ठ्याक्कै माहौल पनि आइरहेको छ। तर त्यस्तो खासै रमाइलो त भइरहेको छैन गाइस केही पनि। हाम्रोतिर चाहिँ ठ्याक्कै मेला लाग्ने हो अरे दसैँको पछाडि, त्यही भएर त्यही उसको मेला लाग्ने ठाउँनिर नै आएको छु त्यहाँ हेर्न। अनि म धेरै दिनपछि चाहिँ युट्युबमा आएको छु, भिडियो बनाइरहेको छु। मैले कन्टिन्यू गर्न पाइरहेको थिएन किनभने ज्वरो आइरहेको थियो। त्यही भएर आजभोलिको बसाइ गाउँतिर रहेको छ गाइस। गाउँतिर नै दसैँ तिहारको बिदामा गाउँतिर नै आएको छु। त्यसैले केही भ्लगहरू गाउँतिरको नै हुनेछ। तपाईहरु पनि इन्जोय गर्नु होला भ्लग, अनि अलिकति माया देखाउनु होला। लाइक शेयर सब्सक्राइब गर्नु होला अनि आफ्नो हेल्थको केयर गर्नु होला। आजकल एकदम भाइरल रुगाको कि फैलिरहेको छ। अनि इन्भाइरोमेन्ट मतलब वेदर पनि त्यस्तो ठिक छ जस्तो लाग्दैन। पुरै पानी परिरहेको छ अनि त्यसैले गर्दा चाहिँ अलिकति ज्वरो झन् धेरै बढ्ने सम्भावना भइरहेको छ गाइस। बाँकी म फेरि भ्लग लिएर आउने छु। सर्ट भिडियो बनाइरहेको छु। म लङ भ्लग लिएर आउने छु गाइस। त्यतिन्जेलकोसम्मको लागि यही भिडियो हेरेर लाइक शेयर सब्सक्राइब अनि इन्जोय गर्नु होला गाइस। बाई बाई, टाटा, सी यू सुन।